नमस्कार, अपन समाचारमा स्वागत छ। समाचार विस्तारमा। आरती शाहको हत्या भएको भन्दै न्यायको माग गरी प्रदर्शनमा उत्रिएको पीडित परिवार सहितलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सोमबार मृतक शाहका बुवा, आमा, बहिन सहित करिब 20 जनालाई सिंहदरबारबाट पक्राउ गरेको हो। करिब 2 महिनादेखि उनीहरूले धारणा दिँदै आएका छन्। जनकपुर धाम उपमहानगरपालिका वार्ड नम्बर 9 की आरती शाहका माइती पक्ष झरी सहेर धरनामा बस्दै आएका छन्। लामो समय धरनामा बस्दा समेत सरकारले व्यवस्था गरेपछि उनीहरू सोमबार सिंहदरबार अगाडि नै प्रदर्शन गर्नु पुगेका थिए। सोही क्रममा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो। धनुषाको मिथिला बिहारी नगरपालिका वार्ड नम्बर 3 मिथिलेश्वर मौवाही घर भई जनकपुर धाम 9 थापा चौकमा रहँदै आएकी 22 वर्षीय आरती कुमारी शाहको दाइजोको कारण हत्या गरिएको माइती पक्षको आरोप छ। गत जेठ 7 गते साँझ जनकपुर धाम उपमहानगरपालिका वार्ड नम्बर 9 थापा चौक बस्ने मोती बाबु शाहका श्रीमती 24 वर्षीय आरतीको रहस्यमय मृत्यु भएको थियो। धनुषा प्रहरीले हत्यारालाई जोगाउन खोजेको माइती पक्षको आरोप रहेको छ। निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग परिवारजनको रहेको छ। पीडित परिवारलाई उल्टै धनुषाका एसपी विश्वराज खड्का र डीएसपी वेद प्रसाद गौतमले कुटपिट गरेको भन्दै उनीहरूलाई तत्काल कारबाही गर्न पनि उनीहरूले माग गरेका छन्। उनीहरूले एसपी र डीएसपीलाई निलम्बन गरी कारबाही गर्ने पर्ने, जिल्ला न्यायाधिवक्ता पोस्टमार्टममा संलग्न अध्यक्षमाथि अनुसन्धान गरी कारबाही गर्नुपर्ने, हत्याको सीआईबीद्वारा जाँच लगायतको 6 सूत्रीय माग राखेका छन्। नगरायन नगरपालिका वार्ड नम्बर 8 खिरखिरियाका माइती भएकी आरतीको उनका श्रीमान मोती बाबु शाह, ससुरा मदन मोहन शाह, सासू रेणु देवी शाह र देवर रवि शाह मिलेर घाँटी खिची हत्या गरेको मृतकी आमा आरोप लगाउँछन्। आरतीको विवाह 2 वर्ष अगाडि भएको थियो। दहेजको थप रकम नदिँदा पटक पटक आरतीलाई उनीहरूले कुटपिट गर्दै शारीरिक र मानसिक यातना दिँदै आएको पनि मृतक आमाको आरोप रहेको छ। यता केटा पक्षले आफूहरूले हत्या नगरेको दावी गर्दै आएको छ। माइती आरतीको हत्या आरोपमा पक्राउ परेका श्रीमान र ससुरा पूर्वपक्षमा थुनामा रहेको छन्। जनकपुर धाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज कुमार शाहले नगरको विकासमा गुठी संस्था बाधक रहेको आरोप लगाएका छन्। पापमोचनी समाज सेवा समितिको दोस्रो साधारण सभाको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसनबाट बोल्दै नगर प्रमुख शाहले नगरको विकास हुन नदिनुमा गुठी संस्था नै बाधक रहेको बताए। उनले जनकपुर धामको अधिकांश जग्गा गुठीको जग्गा रहेको छ, तर गुठी संस्थाले अग्रसरता नदेखाउँदा विकास पनि हुन नसकिरहेको बताए। राजा जनक की कर्मभूमि छै, तैके अपना सब वासी छी, अपना सब गर्व महसूस करै छी। लेकिन समस्या की छै, अखन लोकल डेवलपमेंट मठे मंदिर के कारण, गुठी संस्थान के कारण जनकपुर धाम महानगरपालिका में विकास बाधित छै। इहो सर्वत्र छै। कैला त व्यक्तिगत बाबा सब एठाम बसैया स्थान नरसिंह महंत बाबा बसल छथिन, हुनका ई बात के हम जोड़े नहीं चाहै छी। लेकिन समुचित प्रयोग नहीं भेला के कारण मठ मंदिर संचालन में, पूजा अर्चा में, भोग राग में समस्या। लेकिन वही मंदिर के जमीन सब हम ही यहाँ सब समाज जे से सस्त के कारण से गुठी के बिना नमरी जमीन लऽ
उनले भने नगरबाट जग्गाको किता, काट, नक्सा पास लगायतका काम गुठीकै कारण हुन नसकिरहेको छन्, जसले उपमहानगरको आय पनि खुम्चिँदै गइरहेको छ। उपमहानगरको आय नै खुम्चिँदा विकास निर्माणका कार्यहरू समेत प्रभावित हुँदै गइरहेको नगर प्रमुख शाहले बताए। नगर प्रमुख शाहले गुठीले नगरेको विकासमा गम्भीरता देखाउँदैन भने त्यस्तो संस्था जनकपुरधामवासीका लागि आवश्यक नरहेको बताए। उनले गुठी संस्थान यी विषयहरूमा गम्भीर नभए उपमहानगरपालिकाले संस्थानको कार्यालयमा ताला लगाउने चेतावनी समेत दिए। सार्वजनिक गुठी संस्थान के हाकिम के हम कह चाहे थी और चैलेंज करना चाहे थी, जो वो जगह सिफारिश विद्यालय बनावा के लिए यदि नहीं करते तो फिर गुठी संस्थान के कौन काम थी? ये संपूर्ण समाज से हम आग्रह करी थी तो ताला बन के भगा देवे में की दिक्कत है? वो गुठी संस्थान के हाकिम सभा से नहीं चल गया, वो भाई का चल गया। आई बात के सामाजिक संस्था मीडिया के मार्फत कह चाहे थी, जो गुठी संस्थान के जगह में मूवी नहीं करते, गुठी संस्थान विद्यालय नहीं बने तो करते तो काम की जो संकट मोचन विद्यालय के लिए 12 कट्ठा जमीन में सिफारिश नहीं करते तो अपने के पाप मुक्ति समाज से हम आग्रह करी कि अहूँ जाकर ओकरा घेराव कर एठाम से हाकिम के भगा देव पड़ते। गुठी संस्थान के जनकपुर में कोनो काम नहीं। समितिको अध्यक्ष सचिदानन्द मिश्रको अध्यक्षतामा भएको दोस्रो साधारण सभामा संस्थाका सचिव राघवेन्द्र महतोले संस्थाको गतिविधि तथा संस्था गठनको पुष्टि भूमिकाको विषयमा जानकारी गराएका थिए। प्रदेशका उद्योग वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले रकमान्तरण गर्नु कुनै गलत होइन, यो सरकारले परम्परागत रूपमा चलाउँदै आएको प्रतिक्रिया रहेको बताएकी छिन्। सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रकमान्तरणबारे गरिरहेको अनुसन्धानको पत्रकारहरूको जिज्ञासामा मन्त्री यादवले भनिने यो कुनै नौलो प्रतिक्रिया होइन, सरकारले परम्परागत गर्दै आएको यो प्रतिक्रिया हो, यसको इस्यु बनाउनु गलत हो। उहाँले भनिन्, रकमान्तरणमा मन्त्री दोषी होइन, यसमा स्वीकृति दिने अर्थ मन्त्रालय, मुख्यमन्त्री कार्यालय, मन्त्री परिषद र कार्यान्वयन गर्ने कार्यालय समेत दोषी हो। केही रकमान्तर त हाम्रो जनकपुर कार्यालयको 11 गते भएको थियो हैन। त्यसमा हामीले प्रश्न के भनेको थियो भने काम नहुने ठाउँमा हात नलगाउनुस्, कतै यदि काम हुनेवाला छ भने 2-4 वटा छ भने गर्नुस्, नत्र हात नलगाउनुस् भनेर हामी प्रश्न रूपमा भनेका थियौँ। त्यसमा हाम्रो पर्यटन कार्यालयमा जम्मा तपाईको त्यो रकमान्तर भएको विषयमा आखिर सबै पैसा फ्रिज नै भयो। त्यो हाम्रो 1 करोडको यहाँ काम भएको छ, भू संरक्षणबाट के सायद जम्मा टोटलीमा तपाईको 2.5-3 करोडको हाराहारीमा काम भएको छ, नत्र सबैको पैसा फ्रिजै भएको छ। फेरि यो त समग्र यो मन्त्रालयसँग मात्रै सम्बन्धित विषय भएन, यो त समग्र सरकार सम्बन्धी विषय भयो नि त, यो त छलफल गर्ने विषय हो। चालू आर्थिक वर्षमा अधिकांश योजना आफ्नो बुबा रामवृक्ष यादवको नाममा नै राखेको भन्ने जिज्ञासामा मन्त्री यादवले आवश्यकतामा आधारमा राखिएको हो, सम्बन्धित पार्टीको मन्त्रालय भएपछि केही न केही त झुकाव भइहाल्छ नि भन्नुभयो। त्यो जनयुद्धसँग जोडेको विषय मात्रै पनि होइन र जनयुद्धको छुट्टै इतिहास छ यो राष्ट्रमा। अर्को के भन्छ सगरमाथाको देश भनेर चिनाइन्छ भने यहाँ जनयुद्ध भएको देशमा यदि विश्वमा कतै चिनाउनुहुन्छ भने माओवादी आन्दोलनलाई चिनाइन्छ। र आफ्नो योजना कसरी बनाउने भन्ने विषयमा सबैको आफ्नो क्लियर लाइन हुन्छ। तपाईँ मेरो बुवासँग जोडेर जुन विषय हेर्नुभयो भने मेरो बुवासँग नजोडिदिनुस्, किनभने रामवृक्ष यादव जनयुद्ध तयारीको सिलसिलामा शहीद भएको त्यो उहाँलाई चाहिँ माओवादी पार्टीले मात्रै सम्मान गरेको होइन, मलाई लाग्छ समग्र आन्दोलनले सम्मान गरेको हो। र उहाँ अहिले तृतीय राष्ट्रिय दीप भनेर राज्यद्वारा सम्मानित व्यक्ति हो। त्यही स्तरमा सबै नहुन सक्छ नि त। बीपी कोइराला मेमोरियल अस्पताल भन्छ, एक ठाउँमा होइन 100 ठाउँमा बनेको छ। यस्ता संरचनाहरू बनिराखेको हुन्छन्। विभिन्न सञ्चार माध्यममा मन्त्री यादव र उनका श्रीमानले कर्मचारीहरूसँग 20 देखि 30% पीसी मागेर परेशान गर्ने गरेको प्रकाशित समाचारबारे आपत्ति जनाउँदै आफू विरुद्ध पत्रकारहरू लागि परेकाले बदनाम गर्न गलत समाचारहरू प्रकाशन गर्न गरेको आरोप लगाउनुभयो। नेपाली कांग्रेसका सहमहामन्त्री तथा नेपाल भारत मैत्री युवा संघका केन्द्रीय अध्यक्ष महेन्द्र यादवले जनकपुर धाम मधेसको राजधानी भइसकेकाले यहाँ पनि भारतीय राजदूतावासको महावाणिज्य दूतावास आवश्यक रहेको बताएका छन्।
मित्र राष्ट्र भारतको मङ्गलबार मनाइने 77औं स्वतन्त्र दिवसको पूर्व सन्ध्यामा सङ्घद्वारा दुई देशको मित्रताबारे जनकपुरधाममा आयोजित सोही विषयका विचार गोष्ठीमा बोल्दै पूर्व मन्त्री समेत रहेका यादवले भारत सरकारसँग 3वटा मागहरू राखेका छन्। उनको पहिलो माग जनकपुरधाम भारतीय दूतावासको थप 1 काउन्सल अफिस, दोस्रो माग नेपालको सवारी साधन निशुल्क र सहज रूपान्तरण भारत प्रवेशको अवसर र तेस्रो माग भारत सरकारले मध्य प्रदेशको प्रदेश सभा श्रृङ्गानमा नभई अनुदानमा बनाइदिनुपर्ने रहेको छ। यादवले भने भारतीय प्रधानमन्त्री र मुख्यमन्त्री क्रमशः मोदी र योगीजीको आगमनपछि पर्यटकको चाप र आगमनमा साथै मधेसको केन्द्र समेत भइसकेकाले पनि जनकपुरधाममा भारतीय दूतावासको काउन्सल कार्यालय आवश्यक छ। भारत सरकारले भारत नेपाल मित्रतालाई थप प्रगाढ बनाउनका लागि भव्य मध्य प्रदेशको प्रदेश सेवा भवन अनुदानमा बनाइदिनुपर्ने उहाँको तर्क छ। यही स्वतन्त्रता दिवस के उपलक्ष्य में एक नेपाल भारत मैत्री भवन के रूप में मध्य प्रदेश के संसद भवन और सचिवालय के निर्माण अनुदान में क देव के लिए, फिर ऋण में नहीं, अनुदान में क देव के लिए भारत सरकार से और भारतीय राजदूतावास से मांग। त्यसअगाडि कार्यक्रममा बोलेका नेपाल भारत मैत्री सङ्घका संस्थापक अध्यक्ष शिवनाथ प्रसाद रौनियारले भारतले नेपालमा चामल निर्यात र सवारी साधन प्रवेशमा प्रतिबन्ध लगाएको कुरा भारतीय प्रधानमन्त्री मोदीले आफूलाई जानकारी नरहेको टिप्पणी गरेको बताउँदै भारतमा नेपाली सवारी साधनको सहज प्रवेशका लागि पहल गर्ने नेताहरूलाई आग्रह गरेका थिए। कार्यक्रममा प्रदेश सांसद जङ्गीलाल राई, शेषनारायण यादव, अञ्जना पण्डित, सङ्घका केन्द्रीय सदस्य जीवनाथ चौधरी, पत्रकार श्याम सुन्दर शशी, सङ्घका धनुषाध्यक्ष बजरङ यादव र उपाध्यक्ष विष्णुदेव शाह, जगदीश महासेठ सहितका वक्ताहरूले पनि नेपाल भारत मित्रताको वर्णन गर्दै दुई देशको मित्रता बिगार्न धेरै प्रयास भए पनि जनताले सम्बन्ध बचाएको बताए। भारतमा बीपी मार्ग, भट्टराई मार्ग रहे पनि नेपालले त्यो साहस देखाउन नसकेको वक्ताहरूले बताएका थिए। सहयोग करे और पूरा बॉर्डर में उस सब साथी सब आके जे खास करके जो नेता सब रहे, हर एक पार्टी के नेता सब आके बॉर्डर में जहाँ जहाँ कार्यक्रम हो, राष्ट्रीय लेवल के नेता सब आके कार्यक्रम करे। कहे कि नेपाल में जाए के तंगा भीड़ा है, लेकिन बॉर्डर पर सब आदमी आओ, नेपाल से सब कार्यक्रम हो। जे की संबंध है, रोटी बेटी के संबंध है, करे राजनीतिक संबंध है, सांस्कृतिक संबंध है, लेकिन आई भारत जे आजाद नहीं रहते हुए, जहिया भारत ने आजादी के लड़ाई चलते रहे, तहियो नेपाली कांग्रेस के आदरणीय नेता बीपी कोइराला के नेतृत्व में नेपाल ने प्रजातंत्र के मतलब की लड़ाई संघर्ष मतलब की जारी रहे। वही समय ने आगे भारत नेपाल के ने प्रजातंत्र आवे तै के लेल अहम भूमिका खेले और नेपाल के नेता सब भारत आजाद हो, स्वतंत्र हो, तै के लेल अहम भूमिका खेले। असुविधा हम देखलहुँ हैं, तै हम अपन विचार रख चाहे छी। जेना हम सब तो अपन नागरिकता पासपोर्ट बाहेक तो लाइसेंस लगायत के चीज तो जाने छिए, लेकिन वही इंडिया में की है उ सब मात्र कथी कहै छै पासपोर्ट और नागरिकता बाहेक कुछो नहीं बुझे छी। जखन हमरा सबके वो दुनू चीज नहीं रहे छै तो और जे हमरा सब प्रमाण छै तेकरा 4टा 5टा 6टा प्रमाण अगर हम ये प्रमाणित करा देबै कि यहू से हमरा सबके आदमी के जाय देवे के चाही तो जरूर जाय देते। बुझे हम हाले मुंबई से अली है तो हमरा एक हम तो नागरिकता रहे तो हम कहले नागरिकता बुझते कि नहीं बुझते, तुरंत नागरिकता के बुझ गए, स्टिकर साटल रहे तो हम कहली तो स्टिकर साटा वाला बुझ गए, लेकिन पहलका नागरिकता में स्टिकर नहीं साटल। तो हम पूछलिए जे आप लोग कैसे समझ गए थे, स्टिकर देखते नहीं हैं? तो हम कहलिए अच्छा ठीक है। सो अवसरमा सङ्घका संस्थापक मधेसका रौनियारलाई विशेष सम्मान गरिएको छ भने सङ्घको धनुषा कार्य समितिका पदाधिकारीहरू र सदस्यहरूलाई प्रमाणपत्र वितरण गर्दै सम्मान गरिएको थियो। कार्यक्रममा प्रदेश सांसद शकुन्तला देवी, राजकिशोर राउत, धीरेन्द्र मोहन झा सहितको उपस्थिति रहेको थियो।
नवनियुक्त संघीय मामिला तथा समन्वय प्रशासन मन्त्री अनिता देवी शाहले आम नागरिकलाई सहज ढङ्गले सेवा प्रवाहको कामलाई आफूले पहिलो प्राथमिकता दिने बताउनु भएको छ। सोमबार शीतल निवासमा राष्ट्रपतिबाट शपथ लिएसँगै सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्नुभएका उहाँले आफ्नो मन्त्रालयले आम नागरिकलाई दिने सेवा सहज ढङ्गले अघि बढाउने कामलाई आफूले प्राथमिकतामा दिने बताउनु भएको हो। सञ्चारकर्मीहरूमाझ संक्षिप्त प्रतिक्रिया दिँदै नवनियुक्ति मन्त्री शाहले आम नागरिकको लागि मन्त्री पदको जिम्मेवारी लिएकाले संविधानले दिएको जिम्मेवारी अनुसार आफू अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। पार्टीले दिएको निर्देशन अनुसार भन्दा पनि संविधानको व्यवस्था अनुसार आफूले काम गर्ने उहाँको भनाइ थियो। यही मामलाको हक हितमा हुन्छ। आम नागरिकलाई सहजलाई सेवा प्रवाह हामीले कसरी दिन सक्छौँ त्यही सबसे पहिला मेरो प्राथमिकता रहनेछ। सहज तरिकाले मानव संसाधन निकै जटिल विषय पनि हो। कर्मचारी व्यवस्थापन गर्न नसक्दाखेरि सिङ्गो सरकारको काम कारबाहीमा पनि असर पर्छ। यसबारे पार्टीको आन्तरिकदेखि लिएर तपाईँले थप केही रणनीति बनाउनु भएको छ कि? जनमत पार्टीको तर्फबाट शाह मन्त्रीको पदमा नियुक्ति हुनुभएको हो। यसअघि माओवादी केन्द्रको तर्फबाट सो मन्त्रालयको जिम्मेवारी लिनुभएका अमन लाल मोदीलाई साउन 28 गते आइतबार हिजो मन्त्री पदबाट फिर्ता बोलाइएको थियो। जनमत पार्टी एक मन्त्री सहित पुष्पकमल दाहाल नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको थियो। अब्दुल खानलाई प्रधानमन्त्री दाहालले खानेपानी मन्त्रालयको जिम्मेवारी दिए पनि चित्त बुझ्दो मन्त्रालय नपाएको भन्दै जनमत पार्टी सरकारबाट बाहिरिएको थियो। सत्तारूढ नेपाली कांग्रेसका सांसद डाक्टर सुनिल शर्माले उपप्रधान एवं गृहमन्त्री नयन काजी श्रेष्ठको राजीनामा माग गर्नुभएको छ। आफूलाई गैर कानुनी रूपमा थुनामा राखेकाले गृहमन्त्री श्रेष्ठले बिना शर्त तत्काल राजीनामा दिनुपर्ने उहाँको जिकिर थियो। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले गृहमन्त्री श्रेष्ठले तत्काल राजीनामा नदिए आफूहरूले आमरण अनसन बस्ने चेतावनी समेत दिनुभयो। त्यसपछि परिस्थिति अनुसार आफूले थप भनाइ राख्दै जाने पनि सांसद शर्माले जानकारी दिनुभयो। गृहमन्त्री श्रेष्ठले आफूलाई आतंककारी जस्तो बनाएर पक्राउ गरेकाले बिना शर्त राजीनामा दिनुपर्ने उहाँको माग रहेको छ। त्यसमा नैतिक रूपमा संलग्न मान्छेहरूको जब यो सदनमा राजीनामा मागे तब मलाई यो गिरफ्तारी गर्ने काम गरियो भनेदेखि यो देशको गृहमन्त्री, यो देशको प्रधानमन्त्री, यो देशको गृहमन्त्री र प्रधानमन्त्री आतंककारीहरूको सरकारको नेतृत्व गर्दै हुनुहुन्छ कि डेमोक्रेटिक सरकारको नेतृत्व गर्दै हुनुहुन्छ? हामी जस्ता सभासदहरूलाई लगेर बिना पुर्जी पक्राउ पुर्जी एरेस्ट गरिन्छ भने अनि जनताको अवस्था के होला? त्यसकारणले मेरो माग के हो भने यो अहिलेको गृहमन्त्री जसले मलाई आतंककारी जस्तो बनाएर एरेस्ट गर्नुभयो उहाँले बिना शर्त राजीनामा गर्नुपर्छ। यो मेरो अहिलेदेखि अन्तिमसम्म यो माग रहनेछ र त्यतिन्जेलसम्मका निम्ति म फेरि पनि पुनश्च मेरो पुरानो स्ट्यान्डलाई सभामुख मार्फत दोहोर्याउन चाहन्छु। यदि गृहमन्त्रीले राजीनामा गर्नुहुन्न, यो राज्य सत्ता चलाएका प्रधानमन्त्रीहरूले यसमा एपोलोजी गर्नुहुन्न भने म आमरण अनसन डिक्लेयर गरिदिन्छु। म हेर्छु के हुन्छ, त्यस पछाडि भन्छु। सांसद शर्माले लोकतान्त्रिक मुलुकको सांसदलाई बिना पक्राउ पुर्जी पक्राउ गर्न पाइन्छ भनेर समेत पटक पटक प्रश्न गर्नुभयो। पक्राउ गर्ने क्रममा प्रहरीले आफूमाथि दुई पटक हातपात समेत गरेको सांसद शर्माले बताउनुभयो। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ। प्रतिनिधि सभाको सोमबारको बैठकमा पनि प्रमुख प्रतिपक्ष दल नेकपा एमाले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्च स्तरीय छानबिन आयोग गठनको माग गरेर बैठक अवरोध गरेको हो। छानबिन आयोग गठनको आफूहरूको माग कायम रहेको र छानबिन आयोग गठन नभएसम्म बैठकमा सञ्चालन गर्न नदिने एमाले बताएसँगै सभामुख देवराज घिमिरेले आगामी बैठक भाद्र 3 गते आइतबार दिउँसो 1 बजे बस्ने गरी बोलाइएको हो। सम्माननीय सभामुख महोदय, अहिले मैले माननीय सदस्य मुलुकमा दुःखले बेरोजगारीका कारणले गएर चाहिँ फर्किनुहुन्छ। आउँदाखेरि यहाँ रेमिटेन्स बुझाएर उहाँ आउनुहुन्छ, फर्किँदाखेरि आफ्ना आमालाई चेलीबेटीहरूले दिदीबहिनीहरूले एक तोला सुनमाथि 1 लाख मात्रै व्रत भयो भने त्यहाँको सीसी क्यामेराले देख्छ, त्यहाँको प्रहरीले निगरानी गर्छ, त्यहाँको राजस्व अनुसन्धान विभागले पक्राउ गरेर उसलाई अनुसन्धानमा राखिन्छ र सुनलाई निगरानी गरिन्छ भने एउटा
सो अभिव्यक्तिपछि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्नुभएको थियो। यद्यपि सांसद शर्माले आफ्नो कुरा जारी राख्नुभयो। शर्माको मन्तव्य सकिएसँगै सभामुखले नेकपा एमालेका सांसद मनवीर राईलाई बोल्न समय दिनुभएको थियो। यतिजेलसम्म माओवादीको नियमापत्ति जारी थियो। सभामुखले सांसद राईलाई एकछिन बोल्न रोक्दै कुन विषयमा नियमापत्ति हो भने प्रमुख सचेतक पाण्डेलाई सोध्नु भएको थियो। पाण्डेले सांसद शर्माले प्रधानमन्त्रीलाई आतंककारी भनेको भन्दै सो शब्द संसदको रेकर्डबाट हटाउन माग गर्नुभयो। राख्नु भएको छैन। एक पटक होइन, 22 पटक होइन, 2 पटक, 200 पटकसम्म। सभामुखले प्रमुख सचेतक पाण्डेको भनाइमा आफ्नो ध्यान आकर्षण भएको बताउनुभयो। उहाँले सो विषय नियमापत्ति नभई आएको कुराको प्रतिवाद देखिएको भन्दै एमाले सांसद राईलाई पुनः बोल्न समय दिनुभयो। सांसद राईले सरकारले सुन तस्करीको विषयमा गरिरहेको छानबिनको विश्वसनीयता र सन्दर्भिकता नभएको भन्दै छानबिन आयोग गठनको आफूहरूको माग कायम रहेकाले संसद बैठक आफूहरूको विरोध कायम रहने जानकारी गराउनुभयो। त्यसपछि सभामुखले शून्य समयको कार्यक्रम प्रारम्भ हुने बताउनुभयो। सो पश्चात एमालेका सांसदहरू नाराबाजी गर्न थालेसँगै सभामुखले बैठक स्थगित गर्दै आगामी बैठक भादो 3 गते आइतबार दिउँसो 1 बजे बस्ने गरी जानकारी दिनुभयो। एकछिन अब व्यावसायिक विश्रामपछि पुनः समाचारमा स्वागत छ। अब बाँकी समाचार। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय बाहिर बरामद भएको 100 किलो सुन नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका जोख्न थालिएको छ। सोमबार नेपाल राष्ट्रिय बैंकको टक्सार महाशाखाका ब्रेक सुको लागि प्याक गरिएको बट्टाबाट सुन निकालेर जोख्न थालेको हो। राजस्व अनुसन्धान विभागले गत साउन 2 गते बरामद गरेको सुनको परिणाम यकिन गर्न सुन पागल्ने प्रक्रिया सुरु गर्दा महाशाखाले एउटा ब्रेक सुगर खोलेर डेमो देखाएको छ। ट्याक्स महाशाखाका प्रमुख थानेश्वर आचार्यले सुन पगालेर जोख्ने काम सुरु गरेको बताउनुभयो। उहाँले सुन जोख्ने काम केन्द्रीय अनुसन्धान ब्युरो CIB, राष्ट्र बैंकका केन्द्रीय प्रतिनिधि र राजस्व अनुसन्धान विभाग सहित निष्पक्ष रूपमा सुन जोख्ने काम गरिने बताउनुभयो। उहाँले ब्रेक सु र सुन छुट्याएपछि सुनलाई गालेर जोखिने बताउनुभयो। उहाँले एउटा ब्रेक सु खोलेर डेमो गर्दा 20 वटा सुन भेटिएको बताउनुभयो। किलो कति निक्लिन्छ यो हामीले गालिसकेपछि यसको किलो र वेट त निक्लिहाल्छ, तर यसको टच के हो, यसको चाहिँ नि तपाईँको गुणस्तर के हो भन्ने कुरालाई चाहिँ नि प्रोबेबली हामीले आज या भोलिसम्ममा यसलाई गाल्ने प्रयास गर्छौँ र चाहिँ नि यसको 3 दिनपछि चाहिँ नि RC परीक्षण पनि आउँछ। एउटा कार्टुनमा 20 वटा छ, तर त्यसमा चाहिँ ब्रेक सु भनेको बाहिरकोमा पनि त्यो चिज छैन र त्यहाँ सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको ब्रेक सु सहितको सुनको तौल 155 किलो रहेको छ। सुन छुट्याइसकेपछि CIB, राजस्व नेपाल राष्ट्र बैंक र ट्याक्सार कार्यालयका प्रतिनिधिको रोहबरमा सुन गाल्ने र जोख्ने काम हुनेछ। त्यसपछि गुणस्तर जाँच 3 दिनमा सकिनेछ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद बैठकलाई हाइकज्याक गरिएको बताउनु भएको छ। सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकूल चलाएर हाइज्याक गरिएको बताउनु भएको हो। उहाँले संसद बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरूलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजना अनुरूप संसद बैठक चलाइएको बताउनुभयो। उहाँले संसद बैठकको यस प्रकारको क्रियाकलापको राजस्व घोर भत्साहन गर्ने बताउनुभयो। सभामुखले संसदको नियमित प्रतिक्रिया भन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै उहाँले कसको लागि र किन यस्तो गरिएको हो भने प्रश्न समेत गर्नुभयो। उहाँले सभामुखमाथि शङ्काको घेरा देखिएको पनि बताउनुभयो। हामीले सदन चल्नुपर्छ भनेर हामी एकदम प्रक्रियामा गएर चाहिँ सदन चल्नुपर्ने विषयलाई हामीले उठायौँ। यहीँ बसेर पनि सदन चलाएर बाहिर बसेर पनि पर्ने विषयहरू धेरै छन्। ती विषयहरूमा उठान गर्नुपर्ने विषयहरूलाई एकैपटक हामीलाई क्रस गराएर योभन्दा अगाडि पनि यसो गरिदिन्छु भनेर भनिएको कुराको गन्ध आयो सदनमा। त्यस्तो किसिमको क्रियाकलाप भएको हुनाले अत्यन्त अनुचित क्रियाकलाप देखियो। सामान्य सभामुखको क्रियाकलाप या यो सचिवालय यो जुन क्रियाकलाप देखियो यो अत्यन्तै सदन हाइज्याक भएकै हो। सदनलाई हाइज्याक गरियो।
सामान्य रूपमा जब बोल्ने क्रमहरूको सुरुवात हुन्छ, ठिक छ, प्रमुख प्रतिपक्षबाट अहिलेसम्म भएको ट्रेन्ड त त्यही थियो होला, प्रमुख प्रतिपक्षबाट सभापति लामिछानेले आफू आजको संसद बैठकमा विशेष कुरा बोल्ने महत्त्वपूर्ण तयारी साथ आएको भए पनि बोल्न नपाएको बताउनुभयो। उहाँले योजनाबद्ध रूपमा प्रमुख प्रतिपक्ष दल बोलिसकेपछि अरू प्रतिपक्षको पनि आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजेको पनि बताउनुभयो। त्यसै गरी सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै रासोपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले आकस्मिक समयमा 2 जना सांसदलाई मात्र बोल्न दिएर संसदमा अरूको उपस्थिति छैन भने जस्तो नजिर बसाएका बताउनुभयो। उहाँले संसद 2 पार्टीको कब्जामा परेको बताउनुभयो। उहाँले सशक्त जनमत लिएर आएका नयाँ पार्टीहरूको अस्तित्व स्वीकार नगरिएको भन्दै दुःख समेत व्यक्त गर्नुभयो। नेकपा एमाले सुन तस्करी प्रकरणमा छानबिन गर्न सरकारले ढिलो गर्नुले सरकारको संलग्नता पुष्टि भएको बताएको छ। सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव प्रदीप कुवालीले यस्तो बताउनु भएको हो। उहाँले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बन्नु अनिवार्य रहेको भन्दै अनुसन्धान ढिलाइ गर्नुले प्रमाणकाहरू नष्ट हुने जाने बताउनुभयो। उहाँले उच्चस्तरीय छानबिन न्यायिक समिति बनाई गई झरेसम्म अनुसन्धान नभए अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि नराम्रो हुनुको साथै नेपालको भू राजनीतिमा समेत असर पर्ने बताउनुभयो। उहाँले सरकारले छानबिनमा आलचाल गरेको र प्रतिपक्षको आवाज दबाउन खोजेको पनि बताउनुभयो। उहाँले लग्न मन्त्रीहरूले राजीनामा दिनुपर्छ भन्दा तर्साउनुको लागि सांसदलाई थुन्ने काम सरकारबाट भएको बताउनुभयो। उहाँले सिआइबीले नाम किटान गरेकाले समेत छानबिनको दायरामा नल्याउने र सरकारी वकिलले उनीहरूको नाम हटाएर मुद्दा दायर गर्नुले छानबिनमा दबाव र प्रभाव छ भनी प्रमाणित भएको बताउनुभयो। किटान गरेर उल्लेख गरेका पात्रहरूलाई समेत छानबिनको दायरामा नल्याउने र सरकारी वकिलले चाहिँ उनीहरूको नाम हटाएर मुद्दा दायर गर्ने खालको जुन एउटा स्थिति गरेको छ, यो छानबिन सबै दबाव र प्रभावमा भइरहेको छ अथवा छानबिन प्रक्रियामा चाहिँ दबाव र प्रभाव छ भन्ने प्रश्न देखिन्छ। त्यसो भएर हामीले हिजो पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको त्यही अडानलाई थप चाहिँ जोड दिएका छौँ। यसमा नेकपा एमाले अन्तिमसम्म लडिरहन्छ भन्ने। बैठकले पार्टीको प्रदेश अधिवेशनको मिति तोकेको छ। उपमहासचिव ग्वालीका अनुसार पार्टीले भादो 16 र 17 गते लुम्बिनी प्रदेशको अधिवेशन गर्ने तय भएको छ। त्यस्तै असोज 5 र 6 गते मध्य प्रदेश, 8 र 9 गते बागमती प्रदेश, 10 र 11 गते कर्णाली प्रदेश, 12 र 13 गते कोशी प्रदेश, 15 र 16 गते गण्डकी प्रदेश, 19 र 20 गते उपत्यका विशेष र 21 र 22 गते सुदूरपश्चिम प्रदेशमा गरी असोज मसान्तसम्म प्रदेशका सबै अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। उपमहासचिव ग्वालीले पार्टीले अधिवेशनका लागि प्रतिनिधि चयन पालिकाबाट हुने र 40 वर्ष मुनिका युवालाई प्रतिनिधि बनाउनु पर्ने कुरामा ध्यान दिनुपर्ने बताउनुभयो। उहाँका अनुसार वार्ड र टोलमा 40 वर्ष मुनिका कम्तीमा 1/3 युवाहरू अनिवार्य समावेश हुनुपर्ने पालिकाका अनिवार्य 20%, जिल्लामा 15 र प्रदेशमा 10% अनिवार्य युवाहरू हुनुपर्ने रहनेछन्। त्यस्तै बैठकले केन्द्रीय कमिटीको सदस्यको रूपमा केदार न्यौपाने र छक्क बहादुर लामालाई मनोनयन गरेको छ। सुदूरपश्चिम प्रदेशमा शङ्कर दत्त जोशी र बागमती प्रदेशमा सूर्य शर्मालाई केन्द्रीय सल्लाहकार परिषदमा ल्याउने निर्णय पनि गरेको पार्टीले जनाएको छ। एमाले कञ्चनपुरमा भएको युवा सङ्घको झडपको विषयमा छानबिन गर्न लागि 3 संसदीय टोली समेत गठन गरेको छ। टोलीमा उपाध्यक्ष युवराज ग्याली, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल र पोलिट ब्युरो ज्वाला कुमारी शाह रहेका छन्। जनता समाजवादी पार्टी नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसदमाथि खेलबाड गरेको बताउनु भएको छ। सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल नेकपा एमाले संसद अवरोध गरेर संसदमाथि खेलबाड गरेको बताउनु भएको हो। उहाँले यतिखेर संसद अवरोध गर्नु जायज नभएको भन्दै संसद अवरोध गर्न एमाले नाटक रचेको बताउनु भयो। उहाँले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको समेत
बताउनुभयो। उहाँले समिति बनाएर प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै आपराधिक घटनाको छानबिन गर्न काम नेपाल प्रहरीको भएको बताउनुभयो। उहाँले प्रहरीमाथि विश्वास गर्नुपर्ने बताउनुभयो। जब प्रतिवेदन थन्काएर राखिन्छ अरू कुनै काम हुन्छ र? अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल पुलिसको गर्दैछ। नेपाल प्रहरीमाथि विश्वास गरौँ कि त भनिदिनु पऱ्यो कि नेपाल प्रहरीमाथि हामीलाई विश्वासै छैन। उहाँले तत्कालीन माओवादीको हटका कारण गौर हत्याकाण्ड भएको बताउनुभयो। उहाँले सो घटनाको छानबिन 2वटा उच्चस्तरीय समितिले गरेको भन्दै छानबिन समितिले सरकारलाई दिएको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो। उपप्रधान एवं गृहमन्त्री नारायण काजी श्रेष्ठले सरकार सुशासन कायम गर्न मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराध विरुद्धको अभियानबाट विश्राम लिने पक्षमा नरहेको बताउनु भएको छ। सोमबार सिंहदरबार स्थित मन्त्रालयमा गृह मन्त्रालयको आर्थिक वर्ष 2079-80 को अन्तिम त्रैमासिक समीक्षा कार्यक्रममा बोल्दै गृहमन्त्री श्रेष्ठले यस्तो बताउनु भएको हो। उहाँले सुशासन कायम गर्ने मुलुकमा हुने भ्रष्टाचार, दण्डहीनता, ठगी र अपराध विरुद्धको अभियानहरूलाई विश्राम नलिई अगाडि बढाउन पक्षमा सरकार रहेको जानकारी दिनुभयो। उहाँले मुलुकमा सुशासन कायम गर्ने विषय पूर्व सतर्कको रूपमा लिएर भ्रष्टाचार, दण्डहीनता, ठगी, अपराध विरुद्धमा कोही पनि निर्दोष नफसुन र दोषी नौझिम्कोन भन्ने हिसाबले काम गरिरहेको बताउनुभयो। उहाँले मुलुकमा जनताले स्वतन्त्रतापूर्वक जीवन बाँच्न वातावरण बनाउने र अपराधी, भ्रष्ट, ठग, तस्कर र अनियमितता गर्नेहरूलाई कानुनको दायरामा ल्याउने गरी काम अगाडि बढाएको दावी गर्नुभयो। उहाँले पुरानै गतिमा काम गरेर नपुग्ने निष्कर्ष सरकारको रहेको बताउनुभयो। उहाँले मुलुकमा अहिलेसम्म भएका राजनीतिक परिवर्तनबाट समृद्धिको क्षेत्रमा केही सुधार भए पनि पर्याप्त नभएको बताउनुभयो। उहाँले अर्थतन्त्रका तत्कालीन समस्या समाधान गरी अर्थतन्त्रलाई लयमा ल्याउने मात्रै समृद्धिको यात्रा तय गर्न सकिने विषयमा सरकार गम्भीर भएर काम गरिरहेको पनि बताउनुभयो। उहाँले मुलुकले हासिल गरेको राजनीतिक परिवर्तनलाई रक्षा गर्ने कुरा राजनीतिक रूपमा लोकतन्त्रको रक्षा गरेर मात्रै नपुग्ने विषयमा सरकार जानकार रहेको पनि बताउनुभयो। एनआईडी, एमआईएस, अध्यायन प्रणाली, आन्तरिक राष्ट्र प्रणाली, दूरसञ्चार प्रणाली, कर्मचारी सञ्चकोष लगायत सीआरमा आबद्धताका लागि सम्बन्धित निकायसँग समन्वय गरी आबद्धता कार्य राष्ट्रिय परिचय पत्र पञ्जीकरण विभागले अगाडि बढाउने, राष्ट्रिय परिचय पत्रको छपाई भएका कार्डहरू शीघ्र वितरणको व्यवस्था मिलाउने र छपाई हुन बाँकी जिल्लाहरूको शीघ्र कार्ड छपाईको व्यवस्था मिलाउने, तोकिएको अवधिभित्रै सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभदायी गम्भीरतापूर्वक सुशासन, समृद्धि र सामाजिक न्यायको लक्ष्य पूरा गर्ने लागि परेको पनि बताउनुभयो। उहाँले गृह मन्त्रालयको काम झन व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउने आत्मसमीक्षा प्रतिक्रियामा छौँ, त्यसलाई सुधारको अभियान रूपमा अगाडि बढाएको दावी गर्नुभयो। सेवालाई शीघ्र र प्रभावकारी रूपमा सञ्चालन गर्न प्राथमिकताका साथ आवश्यक व्यवस्था सम्बन्धित पदाधिकारी, विभागीय प्रमुख जिल्ला अधिकारी चाहिँ मिलाउने जस्ता कुराहरू चाहिँ आजको हाम्रो निर्णयको रूपमा निर्देशनको रूपमा अगाडि बढाउनु पर्ने आवश्यकता छ। गृहमन्त्री श्रेष्ठले मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सर्भरमा देखिने समस्या समाधान गर्ने अध्यागमन विभागले डेटा सेन्टर स्थापना तत्काल प्रतिक्रिया अगाडि बढाउने गरी काम गर्ने, राष्ट्रिय परिचयपत्र व्यवस्थापन प्रणाली AIEA AMIS-लाई गृह मन्त्रालय अन्तर्गत 3वटा प्रणालीसँग आबद्ध विस्तार गर्ने निर्णय गरेको पनि बताउनुभयो। उहाँले अध्यागमन, राजस्व, दूरसञ्चार, कर्मचारी सञ्चय कोष लगायत सेवामा आबद्धताका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गरी राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागले अगाडि बढाउने पनि बताउनुभयो। उहाँले राष्ट्रिय परिचयपत्र छपाई भएका कार्डको वितरण तीव्र बनाउने र छाप्न बाँकी कार्डको छपाई तत्काल व्यवस्था मिलाउने, सबै वडा कार्यालयहरूमा घटना दर्ता प्रतिक्रिया अनलाइनमा ल्याउने, आवश्यक इन्टरनेटका लागि आवश्यक समन्वय गर्ने पनि जानकारी दिनुभयो। सत्तारूढ दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठकले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई संसदको अवरोध अन्त्य गर्न आग्रह गरेको छ। सोमबार बसेको काङ्ग्रेस संसदीय दलको बैठकले लामो समयदेखि संसदको बैठक अवरोध भएको भन्दै संसदको अवरोध अन्त्य गरी छलफल गर्ने वातावरण सुनिश्चित गर्ने एमालेलाई अपिल गरेको हो। प्रतिपक्षले कुनै विषयमा संसदमा आलोचनात्मक रूपमा प्रस्तुति हुनु स्वाभाविक भए पनि लामो समयसम्म सदन
छलफल हुन नसक्ने गरी संसद अवरुद्ध गर्ने कार्य गैर जिम्मेवारी भएको काङ्ग्रेसको ठहर छ। बैठकले सत्तारूढ दलहरूसँगै प्रमुख प्रतिपक्ष दल लगायत अन्य सबै दलसँग संवादको अग्रसरता लिएर अवरुद्ध संसद सुचारू गर्न पहल गर्ने पनि निर्णय गरेको नेपाली काङ्ग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभएको छ। भएको हुँदा संसदलाई पूर्ण रूपले प्रभावकारी बनाउनु पर्दछ। नेपाली काङ्ग्रेस संसदीय दलको यो बैठक संघीय संसदलाई प्रभावकारी बनाएर निरन्तर काम गरिरहने प्रतिबद्धता व्यक्त गर्दछ। 6. सरकारमा सहभागी दलहरूको गठबन्धन। काङ्ग्रेसले विमानस्थलबाट अवैध ढङ्गले सुन बहिराउनु गम्भीर चिन्ताको विषय भएको पनि बताउनुभयो। यस्तो गैर कानुनी पूर्ण रूपले नियन्त्रण हुनुपर्ने भन्दै यस कार्यमा संलग्न जोसुकै भए पनि अनुसन्धान छानबिनको दायरामा भित्र ल्याई कानुनी कारबाही गर्न सरकारलाई अनुरोध गरेको छ। प्रमुख सचेतक लेखकले यस घटनाबारे निष्पक्ष, स्वतन्त्र र गहिराईका साथ अनुसन्धान छानबिन गरी घटनामा संलग्न जोसुकै भए पनि अभियोजन गरी कानुनी दायरामा ल्याउने अनुरोध गरिएको बताउनुभयो। त्यसैगरी संसदमा विचाराधीन सबै विधेयकलाई चाँडोभन्दा चाँडो परिणत गर्न सरकारले काङ्ग्रेसलाई सरकार, संसद, क्रियाशील सबै दलहरूलाई अपिल गरेको छ। संविधान कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्र सुदृढ गर्ने र मौलिक हक सुनिश्चित गर्ने विधेयक तथा विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्ने सम्बन्धित विधेयक ल्याउन पनि सरकारसँग माग गरेको छ। नेपाली काङ्ग्रेसले संसदभित्र विधानको काममा दत्तचित्त भई प्रभावकारी रूपले लाग्ने निर्णय गरेको लेखकले स्पष्ट पार्नुभयो। नेपाली काङ्ग्रेस संसदीय दलको काङ्ग्रेस संसदीय दलको बैठकले आबद्ध 2080-81 को बजेटमा भएका कमी कमजोरीलाई सुधार गर्दै चालु अबको बजेटलाई प्रभावकारी रूपले कार्यान्वयन गर्न सरकार समक्ष अनुरोध गरेको छ। काङ्ग्रेसले संघीय संसद प्रभावकारी बनाएर निरन्तर काम गरिरहेको प्रतिबद्धता समेत व्यक्त गरेको छ। काङ्ग्रेस प्रमुख सचेतक लेखकले वर्तमान सत्तारूढ गठबन्धन नेपाली काङ्ग्रेसको पहल प्रत्ययन र सहयोगमा बन्नेको बताउनुभयो। उहाँले अहिलेको सन्दर्भमा गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपमा काम गर्न आवश्यक रहेको पनि बताउनुभयो। बैठकले गठबन्धनको स्थिरता र स्थायित्वका लागि प्रभावकारी रूपले काम गर्ने निर्णय गरेको बताउनुभयो। त्यसैगरी काङ्ग्रेस संसदीय दल बैठकले उपभोग्य वस्तुको मूल्यवृद्धि र काला बजारलाई नियन्त्रण गर्न सरकारको ध्यान आकर्षण गराएको छ। यसै प्रकारका घटनाहरूको स्वतन्त्र रूपमा छानबिन गर्न सरकारसँग माग समेत गरेको छ भने भ्रष्टाचार, अनियमितता र व्यतिथिको अन्त्य गर्दै सुशासन कायम गर्न सरकारलाई अनुरोध गरेको छ। लेखकले सरकारी निकायले दिने सेवा प्रवाह छिटो छरितो हुनुपर्ने, जग्गाको किताकाटमा देखिएको समस्याको समाधान गर्नुपर्ने लगायतका अन्य विभिन्न जनसरोकारका विषयमा पनि बैठकले सरकारको ध्यान आकर्षण गराएको जानकारी गराउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले बालुवाटार जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ। सोमबार युरोपेली देशहरूको भ्रमण छुट्याएर स्वदेश फर्किनुभएका उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले यस्तो बताउनु भएको हो। उहाँले आफूले सरकारको जग्गा सरकारकै नाममा हुनुपर्छ भनेर सफा मनसाईले 7 रोप्ने जग्गा सरकारको नाममा फिर्ता गरेको र कसैलाई मुआब्जा नदिनकन कानुनसम्मत ढङ्गले छुट्याएर काम गरेको पनि बताउनुभयो। अध्यक्ष नेपालले आफू पूर्वाधिकृत कार्यक्रम सहभागी हुने जाने अघिल्लो दिन सर्वोच्च अदालतले आफूमाथि अनुसन्धान गर्ने आदेश दिएको, तर पूर्वाधीन कार्यक्रम गएपछि सञ्चार माध्यमहरूले आफू भागेको भ्रम फैलाएको आरोप लगाउनुभयो। उहाँले आफू गोली हान्ने लाग्दा समेत नभागेको भन्दै अनुसन्धान गर्ने कुराले नभाग्ने पनि जानकारी दिनुभयो। उहाँले आफूले कुनै गलत काम नगरेको भन्दै चुनौतीको सामना गरेर अघि बढ्ने पनि बताउनुभयो। उहाँले जग्गा प्रकरणको छानबिनमा आफ्नो सहयोग रहने पनि बताउनुभयो। पहिले बेलुकातिर सर्वोच्च अदालतबाट एउटा निर्णय भएको रहेछ। त्यो निर्णयभित्र ललिता निवासको जग्गाको सन्दर्भमा छानबिनको प्रक्रिया अगाडि बढाउनु भनेर लेखिएको थियो। त्यो निर्णयमा त्यो निर्णयसँग कता कता म प्रधानमन्त्री भएको बेलामा पनि ती कतिपय जग्गा सम्बन्धी निर्णयहरू भएका थिए। त्यससँग जोडेर पनि पत्र पत्रिकामा मेरो बारेमा समाचार आयो। कसैले त माधव नेपाल भाग्यो भनेर पनि लेखे।
माधव नेपाल भाग्ने खालको मान्छे होइन भन्ने कुरा बुझ्नु पर्थ्यो। गोली चल्ने बेलामा गोली खाने बेलामा त नभाग्ने मान्छे। अध्यक्ष नेपाल साउन 22 गते स्विजरल्यान्ड, स्पेन, क्रोएसिया र युनाइटेड किङडम युके लगायतका युरोपेली मुलुकको भ्रमण निस्कनु भएको थियो। तर साउन 21 गते सर्वोच्च अदालतले बालुवाटार जग्गा प्रकरणमा पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र माधव कुमार नेपालमाथि पनि अनुसन्धान गर्न आदेश दिएको थियो। सोही प्रसङ्गपछि आफू विदेश जानु र अदालतको आदेश आउनु संयोग भएको र आफू पूर्वाधीन कार्यक्रम अनुसार विदेश भ्रमणमा भएको बताउनु भएको हो। निवर्तमान संघीय मामिला तथा समन्वय प्रशासन मन्त्री अम्मलाल मोदीले सरकारलाई बलियो बनाउने आफूले पद त्याग गरेको बताउनु भएको छ। राम्रो काम गर्दा गर्दै अप्ठ्यारोमा पर्नु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उहाँको भनाइ थियो। सोमबार सिंहदरबार स्थित संघीय मामिला तथा समन्वय प्रशासन मन्त्रालयमा आफ्नो विदायका लागि आयोजित कार्यक्रममा बोल्दै निवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउने त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रूपले लिएको बताउनु भएको हो। उहाँले प्रधानमन्त्री दाहाललाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिनुभयो। किसान उत्पीडित थारूको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्री दाहालप्रति आभार पनि व्यक्त गर्नुभयो। भन्दामा सहज तरिकाले सामान्य प्रधानमन्त्रीज्यूले सबै पदाधिकारीहरूलाई राखेर सबै मन्त्रीलाई चाहिँ राखेर सबैलाई राखेर चाहिँ छलफल गर्नुभयो। कसले त्याग गर्ने, कसले चाहिँ छलफल गर्ने, कसले चाहिँ। निवर्तमान मन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर संघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्त मन्त्री अनिता देवी शाहले त्यसलाई निरन्तरता दिने विश्वास समेत व्यक्त गर्नुभयो। मोदीले करिब 6 महिना 26 दिन मन्त्रीको रूपमा कार्यभार सम्हाल्नु भएको थियो। मन्त्रीले आफ्नो कार्यकाल सुखद रहेको दावी गर्दै खुसी समेत व्यक्त गर्नुभयो। अर्थमन्त्री डाक्टर प्रकाश महतले अर्थ मन्त्रालयले निर्माण व्यवसायीहरूलाई भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताउनु भएको छ। सोमबार आन्दोलनरत निर्माण व्यवसायीहरूसँग छलफल गर्दै अर्थमन्त्री महतोले अर्थ मन्त्रालयको निर्माण व्यवसायीहरूले पाउनुपर्ने भुक्तानी नरोकेको बताउनु भएको हो। उहाँले सरकारले गत आर्थिक वर्षमा नै धेरै निर्माण व्यवसायीहरूले पाउनुपर्ने रकमको भुक्तानी गरेको भन्दै अर्थ मन्त्रालय र अर्थमन्त्रीको भुक्तानी दिन नचाहेको भन्ने कुरा गलत भएको बताउनु भएको हो। अर्थमन्त्री महतोले आर्थिक वर्ष 2080-81 को विनियोजित बजेट मार्फत पनि भुक्तानी गर्न नसके भए पनि सम्बन्धित मन्त्रालयले विवरण पेश गरेर सबै भुक्तानी गर्ने बताउनु भयो। उहाँले सरकारले व्यवसायीहरूलाई गर्नुपर्ने भुक्तानीको दायित्व पूरा गर्न तयार रहेको बताउनु भयो। उहाँले सम्बन्धित मन्त्रालयले कुनै आयोजनाको कति भुक्तानी बाँकी रहेको विवरण पेश गरेसँगै सबै भुक्तानी हुने जानकारी दिनुभयो। उहाँले सरकारले तिर्नुपर्ने दायित्व पूरा गर्छु भनेको कुरा समाचारहरूमा नआएर भुक्तानी गर्न सकिँदैन भन्ने कुरा प्राथमिकतामा राखेर आएको बताउनु भयो। अर्थमन्त्री महतले निर्माण व्यवसायीहरूका भुक्तानी बाहेकका अन्य मागहरू जटिल रहेको भन्दै वार्ता कमिटीले व्यवसायीहरूसँग वार्ताको माध्यमबाट समाधान खोज्ने पनि बताउनु भयो। उहाँले व्यवसायीहरूले अधिकांश रकम भुक्तानी भइसकेको भन्दै केही बाँकी रहेको भुक्तानी पनि चाँडै गर्ने बताउनु भयो। मुख्यमन्त्रीले नै हो दिन चाहेको छैन, रोक्या छ भन्ने सन्देश त्यो गलत हो। मैले पहिल्यैदेखि भनेको छु। त्यो पहिला पनि के आउट अफ त्यो चाहिँ सन्दर्भ यतातिर भनेको कुरा जुन चाहिँ हामी दायित्व पुरा गर्छु भनेको कुरा चाहिँ नभनिकन यस्तो समस्या छ, यो धेरै दायित्वहरू छन्, बजेट जुटाउन गाह्रो छ भनेर अन्तर्मन्त्री महतोले राज्यको तर्फबाट गर्न सक्ने माग सम्बोधन गर्ने भन्दै निर्माण व्यवसायीलाई आन्दोलन छोडेर वार्तामा आउन आग्रह गर्नुभयो। उहाँले विषयवस्तुलाई लम्ब्याएर भन्दै पनि वार्ता र छलफलको माध्यमबाट समाधान खोज्ने आवश्यक रहेको पनि बताउनु भयो। उहाँले निर्माण व्यवसायीहरूको आन्दोलनको विषयमा प्रधानमन्त्री तहमा समेत छलफल भएको जानकारी दिनुभयो।
साउन महिनाको अन्तिम सोमबार आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीको भिड लागेको छ। यस वर्षको साउनको अन्तिम सोमबार आज पशुपतिनाथ सहित देशभरका शिवालयहरूमा दर्शनार्थी भक्तजनहरूको घुइँचो छ। यस वर्ष साउन 5 वटा सोमबार परेको थियो। पशुपतिनाथ मन्दिरमा भक्तजनहरू बेलपत्र फलफूल हातमा बोकेर दर्शनका लागि लाइनमा बसेको देख्न सकिन्छ। साउन महिना र सोमबार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनहरूको घुइँचो शिवालयमा हुने गर्छ। साउनको सोमबार व्रत बसेर महादेवको पूजा आराधना गरेको मनोकांक्षा पूरा भई सुख शान्ति र ऐश्वर्य प्राप्त हुने विश्वास रहेको छ। भक्तजनहरूले पशुपतिनाथमा भजन कीर्तन सहित नाचगान समेत गरेका छन्। निर्विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउन महिनाको महादेवको व्रत बस्ने गर्छन्। साउनको पहिलो सोमबारदेखि नै व्रत बस्ने शिवको पूजा आराधना गर्नेहरूले आज गोदान पूर्ण पात्र लगायत धार्मिक क्रम गरी व्रत समापन गर्छन्। साउनको अन्तिम सोमबार आज बिहानदेखि सुन्दरी जलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको भिड लागेको देखिन्छ। हस्त यतिकै पलपल खबर तेज नजर हेर्नुला अपन टेलिभिजन। नमस्कार।